एभ्रिवान गुड मर्निङ सबैजनालाई स्वागत छ मेरो मिनी ब्लग्समा। आजको ब्लग सजरलाई कस्तो लाग्छ क्रियाकलाप गर्न नबिर्सिनु होला। अहिले चाहिँ पानी बन्द भइसकेको छ, अहिले बत्ती पनि आएन होइन। अब बत्ती आइसकेपछि हजुरहरूलाई भन्छु होइन। अहिले बत्ती गएको कारणले वाइफाई पनि चले होइन। अब मेरो मोबाइल पनि चार्ज सकिन लागिसक्यो। यहाँ असिनाले पुरै दिक्क पारिसकेको छ, अलिअलि घाम पनि लागेको छ होइन। अब तपाईँहरूलाई मेरो ब्लग कस्तो लाग्छ कृपया हेरिदिनु होला भन्ने आशा गर्न चाहन्छु। अनि म चाहिँ भित्र चाहिँ म अब पुरै बसिरहेको छु। हेर्नु, म यहाँ सुतिरहेको बेलामा चाहिँ कसैले आरो उठाइदेला भन्ने पिर छ। म त सिरेक ओढ्दै बसेको, सिरेकमा चाहिँ गुम्सेर बसेको छु। अहिले एकछिनमा उठ्छु होला जस्तो लाग्छ। अहिले चाहिँ म सुत्दिनँ होइन। अहिले तपाईँहरूको माझमा नयाँ ब्लग लिएर आउनेछु, त्यो पनि हेरिदिनु होला भन्ने आशा गर्न चाहन्छु। अहिले चाहिँ पानी परेको हुनाले तपाईँहरूले माया गरिदिनु होला मेरो ब्लगलाई। लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। अहिले चाहिँ म यो टिकटकमा हाल्छु, अनि टिकटकमा हालेपछि तेरो घाँटी सुक्न लागिसक्यो। उफ, नसक्ने भए पुरै टिकटकमा हाल्नेछु, सबैजनाले माया गरिदिनु होला। अनि तपाईँहरूलाई म गडाङ गरेको पनि देखाइदिन्छु। लास्टै मिल्केको हुनाले हजुरहरूलाई अर्पण थापा अफिसियल युट्युब च्यानल मार्फत स्वागत गर्न चाहन्छु। कोही मान्छेहरू विदेशमा हुन्छन्, हामी चाहिँ ब्लग हाल्दै नेपालमा बस्छौँ होइन त। ओहो, पानी परेर त औडा हुने भयो हे तेरे। हावाहुरी पनि एकदम नमजाले लागेको छ। अहिले चाहिँ यति बेला म घरभित्र बसेको छु। घरभित्र बस्दा बस्दै वाक्क भइसकेँ। बाहिर निस्क्यौँ भनेको पनि बाहिर ननिस्किनुको कारण यस्तो हो, दुनियाँ पनि बेग्लै हो भन्ने चाहन्छु भन्ने आशाले आज म घरभित्रै ब्लग हाल्छु। सबैजनाले सब्सक्राइब गरिदिनु होला, नबिर्सिनु होला। मेरो घरमा चाहिँ आज कस्तो भइरहेको छ यहाँ हेरिदिनु होला। यहाँ हेर्नुहोस् न मेरो घरको तमासा। यहाँ चाहिँ आमाको, हजुरआमाको फोटो छ, ट्रफी। अनि यो भित्ता के लेखेको हेर्नु न, भित्ता पनि हाल्ने भएन है। द मोमेन्ट, द मेमोरिज, द पेन, द ह्याप्पिनेस। यस्तो पनि हुन्छ कोठा, कस्तो गनाहा छी। अनि क्यालेन्डर, हावा चलिरहेको छ, बतास पनि चलिरहेको छ। अनि बतास चलेको हुनाले तपाईँहरूको माझ एउटा नयाँ मिनी ब्लग्स लिएर आएको छु। ल हेर्नुहोस् मेरो घरको तमासा। यस्तै हो मेरो घरको तमासा, यस्तै हो। अहिले चाहिँ नयाँ ब्लग लिएर आएको छु। आज के बार हो भने शुक्रबार हो। तपाईँहरू सन्चै हुनुहुन्छ भने म पनि आरामै छु होइन। अब आराम किन हुन्छन्, अब सुतेपछि आराम हुन्छन् होइन। अब यहाँ चाहिँ पुरै टक्क अब असिनाले पुरै दिक्क पारेको छ। दिक्क पारेको कारण के हो भनेपछि अहिले भर्खरै पानीले बताइसक्यो। अहिले पानी परेको हुनाले मेरो घरमा बारी पुरै टक्क बारी पुरै पानी परिरहेको छ। तपाईँहरूले चाहिँ कृपया मेरो आइडीलाई क्लिक गर्न नबिर्सिनु होला। आइडीको नाम चाहिँ अर्पण थापा अफिसियल युट्युब च्यानल हेर्न नबिर्सिनु होला भन्ने आशा गर्न चाहन्छु। म चाहिँ आज घरभित्र एक्लै छु, मम्मी हुनुहुन्न, कता जानुभयो, कोही माइत जानुभयो कि कता जानुभयो खोइ थाहा छैन। अहिले चाहिँ सिरसिरी बतास आयो, सिरसिरी बतासले पुरै दिक्क पारेको छ। हावाहुरी चलेको छ, अलिअलि घाम पनि लागेको छ है। घाम पानी लागेको हुनाले मेरो घरको तमासा यस्तै हो। यहाँ हेर्नु न, मेरो कोठामा धरि यस्तो आलु राखेर औडा हाने। मेरो कोठा चाहिँ होइन, मेरो दाइको कोठा हो है। अनि डोकोमा पनि भएन। अनि यता पनि कपडा के को कपडा हो यस्तो, भएन यस्तो कपडा। अनि यता हेर्नु, यहाँ चाहिँ ताउलो राखेछन्, ताउलोमाथि ताउलो राखेछन्। अनि मेरो टाउकोमा चाहिँ कपाल छ, कपाल हेर्नु क्या टोपी छ। अनि यहाँ हेर्नु न, यहाँ मेरो घरको अवस्था यस्तो रहेछ है। अहिले चाहिँ यहाँ म ब्लग हाल्दैछु, बन्द हुन्छ जस्तो लाग्छ है। तपाईँहरूलाई कस्तो लाग्छ मेरो कोठाको तमासा। हजुर हल्ला गरेको होइन, ब्लग हाल्न लाग्यो। अहिले चाहिँ सुतेको बेलामा चाहिँ कसैले उठाएछ, भर्खरै मैले ब्लग हालेको छु।